everybody, यो चाहिँ हाम्रो भ्यालेन्टाइन भ्लग हो अनि हामी दुईजना चाहिँ अहिले काम सकाएर कामबाट 1 घन्टा छिटो अगाडि निस्केर यसो के हुन्छ रमाइलो हेर्न हिँडेको। भ्यालेन्टाइन त हामीलाई जहिले पनि छँदै नै छ अनि यो चाहिँ हाम्रो पर्थको लास्ट भ्यालेन्टाइन भन्दा पनि हुन्छ है। हामी योभन्दा अगाडिको भ्यालेन्टाइनमा चाहिँ फ्रिमेन्टल गएको थियौँ, रमाइलो नै भएको थियो त्यो टाइममा पनि। अहिले चाहिँ अझ त्योभन्दा पनि छिटो जाँदैछौँ हामी। त्यो बेला हामी कति 6 बजे काम सकेर अनि आएर गएको थियौँ हो। 6 बजे आएको थियौँ कि 5 बजे याद भएन। जस कामबाटै गएको भन्ने जस्तो लाग्छ किनभने म एकदम टायर्ड थिएँ। 6 बजे छुटेर गएको थियो तर त्यो दिन पनि शुक्रबार थियो र थाहा भएन त्यो त। डेट त याद भएन हो। डेट भन्नाले म चाहिँ डे चाहिँ याद भएन। भ्यालेन्टाइन डेमा कि डे किन चाहियो अनि सरलाई कस्तो लाग्दैछ त अबको यो अन्तिम बसाइ यतातिरको? मलाई रमाइलो लाग्दैछ। केही पाइएन केही गुमाइएन भन्न नि पाइयो होइन। केही पाइएन केही गुमाइएन भन्न पनि मिलेको छैन क्या। केही गुमाइएन भन्नु भने समय गयो मेरो जीवनको 2 वर्ष। केही पाइया छैन भन्नु भने तिम्रो एउटा डिग्री आउँछ, एक्सपिरियन्स छ, त्यस पछाडि अनुभव छ होइन। त्यो कुराहरू पाइयो भने देखाउनेको लागि यस्तो केही पनि छैन। एउटा मुमेन्ट्सहरू राम्रो भयो। मेजर मिस केही छ? मेजर मिस त्यस्तो केही छैन, केही हुनेवाला पनि छैन। मेजर मिस नेपाल भन्दा लागि जहाँ पनि केही पनि हुँदैन। टु बी कन्टिन्यू है। चाहिँ हाम्रो मोमो खाने ठाउँ। There he is coming. Mickey Mouse. Galaxy. I can check it out. Listen to that. Mickey Mouse. Go back. Kasta cute. Mickey Mouse.
It's your favorite song. मेरो पनि पार्किङमा जान खोजेको चाहिँ आधी घन्टा भयो। बल्ल 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 2 राउन्ड जति लाएर हामी यो ठाउँसम्म आइपुगेको। यस्तो जाम छ अनि तर त्यहाँनिर मेसिनले काम नगरिरहेको रहेछ क्या, त्यही भएर मेसिनले काम नगरे हैन, यो पार्किङ फुलबाट टिकट नदेखाएको लाग्यो मलाई। यहाँ मान्छेहरु थिए जस्तो अब यहाँबाट यो गाडी निस्किन्छ नि अनि त्यसपछि यहाँ एउटा छिर्नलाई गेट खोलिदिन्छ होला क्या। त्यस्तो गरेर त कहाँ साथ दिन्छ त? होइन भित्र ठाउँ पनि त खाली छ नि त। खाली होला नत्र फुल देख्नु पर्ने। यस्तो रहेछ हाम्रो लक चाहिँ यस्तो छ है। यहाँसम्म आयो, अब त्यहाँ छिरेर त्यो के त्यहाँबाट प्रिन्ट लिएर जानुपर्ने होइन। मान्छेहरू थिएछ त्यसै छ। त्यहाँ असिस्टेन्ट छैन र भनेर फोन गरेर सोध्दा हुन्थ्यो नि त्यहाँ के हो। यति धेरै जान्छ अनि सासिसक्यो दाम देखेर। रिस पनि हेरेर हाँस उठ्नु थालिसक्यो। त्यहाँको ड्राइभर त हाँसी गरिरहेको छ अझै। हाँसै लगाइसक्यो अब हाँसी गरिरहेको उसले। त्यसै छ उसले। उसलाई देखेर यताको दिदी हाँसिराख्नु भएको छ फेरि।
हामी सबलाई देखेर हाँसिरहेछौँ हामी चाहिँ एकदम मेमोरेबल भ्यालेन्टाइन हुँदैछ हाम्रो Yes, finally we are inside the parking. Finally. समातो त्यतिकै अहिले खल्तीमा बगिदिनुपर्छ नि यो ओके कार्ड पनि अब पार्किङ स्पटको खडेरी होला पक्कै पनि अब हाम्रो 2 स्टेप चाहिँ गइसक्यो है अब यो फाइनल स्टेप हो है यो चाहिँ हाम्रो स्पट परि जानु पर्ला त है खाली अघि हामी गएको छौँ है कतै जानु पर्छ ठाउँ देखेको ठाउँ त यो सिधै त्यही जाऊ यो त खाली छैन है No. Yes, we got it. We got it. हामी चाहिँ रेन्ज रोभर दादाको छेउमा छौँ यतापट्टि होन्डा भाइ हुनुहुन्छ बारिश की बूंदें ये नदिया का पानी सुनाए मुझे तेरी मेरी कहानी सूरज की किरणों में रातों की रानी सुनाए मुझे बस तेरी ही कहानी Happy Valentine's Day, buddy. He's so tired.